काठमाडौँको भिडभाडबाट केही टाढा जङ्गलको गहिराईभित्र लुकेको छ एउटा रहस्य, जहाँ मानिसहरू आज पनि विश्वास गर्छन् भगवान विष्णु स्वयं यहाँ लुक्नु भएको थियो। ढुङ्गा बीचको साँघुरो गुफा, कुहिरोले ढाकिएको पहाड अनि शताब्दीौँदेखि सुनिँदै आएको एउटा अनौठो कथा। स्वागत छ नदेखेको नेपालमा। आज हामी पुगेका छौँ ललितपुरको गोदावरीमा रहेको रहस्यमय बिसाङ्खु नारायण टेम्पलमा। गोदावरीको हरियो जङ्गलभित्र रहेको यो स्थान बाहिरबाट हेर्दा सामान्य लाग्न सक्छ, तर जति भित्र पस्दै जानुहुन्छ वातावरण पनि त्यति नै रहस्यमय बन्दै जान्छ। चिसो हावा, चराहरूको मधुर आवाज, रुखका पातबाट छिर्ने घामका किरणहरू, यस्तो लाग्छ मानव प्रकृतिले आफै कुनै गोप्य कुरा लुकाइरहेको छ। काठमाडौँ उपत्यकाका 4 प्रसिद्ध नारायण मध्ये बिसाङ्खु नारायण सबैभन्दा कम चर्चित मानिन्छ। सायद यही कारणले यहाँ अझै पनि शान्त बाँकी छ, रहस्य बाँकी छ। स्थानीय कथा अनुसार एक समयमा मानिसहरूको लोभ, पाप र अन्याय यति बढ्यो कि भगवान विष्णु स्वयं दिक्क हुनुभयो अनि संसारबाट टाढा शान्त ठाउँ खोज्दै उहाँ यही जङ्गलमा आएर लुक्नुभयो भन्ने विश्वास गरिन्छ। त्यसैले यहाँ कुनै भव्य मूर्ति छैन, कुनै सुनौलो दरबार छैन। यहाँ पूजा गरिन्छ प्राकृतिक ढुङ्गालाई, गुफालाई अनि प्रकृतिभित्र लुकेको अदृश्य शक्तिलाई। सायद यही कारणले बिसाङ्खु नारायण अरू मन्दिरभन्दा फरक छ। यहाँ मानिसहरू भगवानलाई हेर्न होइन, महसुस गर्न आउँछन्। मन्दिरभित्र रहेको साँघुरो गुफालाई धर्मगुफा भनिन्छ। जनविश्वास अनुसार पुण्य आत्माले यो गुफा सजिलै पार गर्न सक्छ, तर पापी मानिस अड्किन्छन्। अहिले पनि धेरै भक्तजन श्रद्धाका साथ यो गुफा पार गर्ने प्रयास गर्छन्, तर सायद यो गुफाले मानिसको पापभन्दा बढी उसको डर जाँच गर्छ। अन्धकारभित्र पस्दा आफ्नै सास ठुलो सुनिन थाल्छ, आफ्नै मनसँग भेट हुन थाल्छ अनि सायद यहाँबाट सुरु हुन्छ वास्तविक यात्रा। यो स्थानसँग अर्को रहस्यमय कथा पनि जोडिएको छ। भनिन्छ भगवान शिवबाट वरदान पाएपछि भस्मासुर अहङ्कारी बनेको थियो। जसको टाउकोमा हात राख्यो त्यो भस्म हुने शक्ति उसले पाएको थियो, तर अन्ततः भगवान विष्णुले मोहिनी रूप लिएर उसलाई छल गर्नुभयो अनि आफ्नै टाउकोमा हात राख्दा भस्मासुर स्वयं खरानी भयो। स्थानीयहरू भन्छन् यहाँका केही डाँडा र ढुङ्गाहरू आज पनि त्यही कथाका मौन साक्षी हुन्। बिसाङ्खु नारायण केवल धार्मिक स्थान मात्र होइन, यो प्रकृतिको काखमा लुकेको शान्त संसार हो। यहाँको हावा फरक लाग्छ, यहाँको मौनता फरक लाग्छ। सहरको कोलाहलबाट टाढा जङ्गलको गहिराईमा बसेर जब मन्दिरको घन्टी सुनिन्छ, केही छेडका लागि भए पनि मानिस आफैलाई बिर्सिन्छ। सायद यही कारणले यहाँ आउने धेरै मानिसहरू फेरि फर्केर आउन चाहन्छ। नेपालमा यस्ता धेरै ठाउँहरू छन् जसको कथा अझै पूर्ण रूपमा सुनिएको छैन। बिसाङ्खु नारायण पनि त्यस्तै एउटा रहस्य हो, जहाँ धर्म छ, इतिहास छ, प्रकृति छ अनि मानिसहरूको कल्पनाभन्दा धेरै गहिरो एउटा अदृश्य अनुभूति छ। यदि तपाईँ कहिल्यै गोदावरी पुग्नुभयो भने यो ठाउँलाई केवल हेर्नुहोस् मात्र होइन, महसुस गर्ने प्रयास गर्नुहोस्, किनकि केही ठाउँहरू आँखाले देखे भन्दा मनले धेरै देख्छ। म हुँ सेनोरिटा अनि तपाईँ हेर्दै हुनुहुन्छ नदेखेको नेपाल। यस्तै रहस्यमय ठाउँहरूको यात्रा जारी रहनेछ। धन्यवाद।